बस अनि बाबु नानी छ। हजुरको नाम के हो त? मेरो हरिश चन्द्र पण्डित। मेरो श्रीराम अधिकारी। ल पाण्डे हो तपाईँ? म त्यो पण्डित होइन। पाण्डे पनि होइन, कुमाल। कुमाल भनेको माटोको भाँडा बनाउनुहुन्छ? बनाउँदैन, मेरो फोर फादरदेखि बनाउनुहुन्न हजुरबुवाले। म चाहिँ पेसाले कानुन व्यवसायी। नागदेवता ए कानुन व्यवसायी हुनुहुन्छ, वकिल? ओके। ए ल वकिल देख्दा त मलाई डर लाग्छ। किन हो? एक त हाम्रो धर्मबाट पार लगाउने हजुरहरू होइन, अनि मान्छेको बाँकीको जीवनबाट पार लगाउने हामी नै। कर्म क्षेत्र भनेको उही हो। मैले त हाँसो गरेँ। आफ्नो पेसा जे पनि सम्मानित र मर्यादित बनाउनुपर्छ। यो चाहिँ जलकुण्ड है तल। अरूले यसरी बल्छी हानेर माछा निकाल्छन्, म चाहिँ पानी निकाल्छु है। तपाईँहरूलाई दिन्छु। ल लिनुहोस् भाइ, जल पिउँदा हुन्छ। सफा छ, एकदमै शुद्ध छ, एकदमै। मुङको पानी हो यो, जरुवा एकदम शीतल छ। तपाईँ गुफाको अनुभव लिनु पर्यो नि त आइसकेपछि भित्र। ल यहाँ चाहिँ गणेशजी हुनुहुन्छ, हेर्नु राम्रोसँग। यताबाट हेर्नुहोस् ट्याक्कै, यो गणेशको सोडै हो। यो चाहिँ प्राकृतिक नै हो, यो चाहिँ थापित शिवजी पशुपति पनि चतुर्मुख। त्यहाँ चाहिँ विष्णु भनेर मानिन्छ, पूजिन्छ। अब थोरै टिका लगाइदिन्छ है त। ल कति बाबु नानी? अब पुग्यो। सधैँ सौभाग्यवती रहनुहोस्। विजयादशमीको धेरै शुभकामना बहिनीलाई। सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि कल्याण है। अनि आमा बाबाप्रति सम्मान सेवा, भगवानप्रति भक्ति, धर्मको रक्षा। शत्रु भने रोग रहेछ, रोग नलागोस्। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्ते। दुर्गा माताको शक्ति, तपाईँ हाम्रो भक्ति। यस्तै छ। प्रसाद पनि खानुहोस्। लो भाइ टिका लगाउनुहोस्। लो आयु दौण सुते श्रियम दशरथे शत्रु क्षयम राघवे ऐश्वर्यम नौसे गतिश्च पवने मानंच दुर्योधने शौर्यम शांतनवे बलम हलंदरे सत्यंज कुंती सुते विज्ञानम विदुरे भवन्तु भवता कृतिश्च नारायण। सबैभन्दा ठुलो, सबैभन्दा आनन्द भनेको मानिसलाई शान्ति हो र कर्म है। अहिले परिवारप्रति सुख शान्ति, आमा बाबाप्रति सेवा सम्मान, कामप्रति एउटा लगनशीलता है। रोग कष्टहरू, ग्रह दशाहरू र जमिन मुनिका देवताको आशीर्वाद। नारायण कहाँदेखि आउनु हो? म त यहीँ तल महत गाउँडा। महत गाउँडा।
आज गुफा आउनु मन लाग्यो अलिक हरिको दर्शन गरेँ ल नानी आउने विचार गरेँ ए अँ जानु त ठिक छ ठिक छ पानी खान्छौ ल गुफाको जल कस्तो रहेछ अनुभव त गर्नु पऱ्यो सफा भएकोले दिएँ है मैले गुरुजी पनि थोरै ल